मलाई ब्रेकअप दियो कसले मान्छे मान्छेको नाम यो आलीले हो कस्तो दामी आउँदो रहेछ यार हे गाइज इट्स मे प्रोसेस खड्कान वेलकम ब्याक टु माई सर्ट ब्लग सो आज रहेको छ मेरो 50 डे च्यालेन्जको डे 11 सो आज हामी जाँदै थियौँ बागझोडा सबैजना मिलेर चाहिँ दाइ भाइ सबजना मिलेर चाहिँ हाम्रो 3टा साइकल थियौँ अनि हामी मान्छे टोटल 6जना थियौँ अनि हामी चाहिँ बागझोडा जाँदै थियौँ साइकलमा यस्तो घाम भइरहेको छ लास्टै घाम भइरहेको छ फर्केर आउँदा कस्तो अनुहार हुने मलाई केही पनि थाहा छैन होइन सो अहिले चाहिँ हामी बागझोडा पुगिसकेको थियौँ अनि एकछिन त्यहाँ माथि ट्री हाउसमा बसौँ भनेर चाहिँ गएको र हामी गएको केही अर्थै लागेन गाइस लास्टै अल्छी लाग्यो घाम पनि लास्टै लाग्यो यस्तो कालो भइरहेको छ अनुहार हेर्नु त्यहाँ कस्तो कालो भइरहेको छ सो बागझोडा चाहिँ लास्टै बिगारिसकेको रहेछ अहिले पहिला चाहिँ राम्रै थियो अहिले चाहिँ अब यहाँ भाइको एउटा दुःख मन छ त पनि सुन्दिनँ है त गाइस सोल्टी केही भन मलाई ब्रेकअप दियो कसले मान्छे मान्छेको नाम यो आलीले हो कस्तो दामी आउँदो रहेछ यार मैले साह्रै नै चिन्ता बस्छु चिन्ता A few moments later. आबा तपाईँले कति वर्ष पे गर्नुभयो बिहे अहिले तपाईँले 1995 को गरेको सन् ए बा तपाईँको उमेर भन्नु न सन् यति मेरो फेर्नुको 1995 ए धेरै कति वर्ष हुन्थ्यो बा म त जन्मेकै थिइनँ हो म जन्मेको भए त 2-3वटा बिहे गर्थ्यो होला थेट अहिलेको युगै खतरा छ क्या पहिला कमाएर ल्याएर अनि मात्रै पत्याउँथ्यो अरे यसले कमाउँछ त म नि ए कमाउँछु त कमाइहाल्छ नि नाग्दैमा बस्छ बुझ्नु भयो म खतरा कमाइदिन्छु खतरा बनाउँछ अनि पहिला केटीले त्यसै भन्छ केटीले त्यसै भन्छ पहिला कमाएर लिए अनिखेरि मात्रै